हेलो हाई आज सैटरडे आज विकेन्ड हाम्रो नानी चाहिँ कहाँ जाँदैछ नि एउटा फार्म हाउसमा जाँदैछ नि हैन पहिला पनि हामी फार्म हाउसै गएको लास्ट टाइमको पनि एउटा फार्म हाउसकै भिडियो थियो योपालि पनि फार्म हाउसै जाँदै थियौँ किनभने नानीलाई पिङ सिङ यताउति र्याबिटसँग खेल्न मजा आउँछ है त ल ओके सी यू अब हामी कहाँ जाँदैछौँ सिया फार्म हाउस हाई भन त अब हामी कहाँ गएको घुमी घुमी भन न फार्म हाउस भन त खोइ भनेको मामा आए अब हामी यहाँ हाम्रो डेस्टिनेसन आउन आँट्यौँ बाटो चाहिँ धस्तै रहेछ हिजो चाहिँ सोधिसेन यहाँनिर बाटो कस्तो छ भनेर बाटो अब यस्तो ध्वस्त भन्ने थाहा भएन क्या ओहो फाइनल्ली अब चाहिँ यही हो जस्तो छ ठाउँ हुने हो आइपुग्यो दुःख त त्यस्तो होइन खासै दुःख त्यही अलिकति 5-10 मिनटको बाटो चाहिँ अलिकति खटारा रहेछ अरू त यस्तै हो अब नेपालको बाटो अब हामीले के चाहिँ एक्सपेक्ट गर्न सक्छौँ ल हेलो ल हामी चाहिँ अब यो फार्मभित्र पस्यौँ अब कता हो जाने थाहा भएन हामीलाई अब बस्ने ओर्ने ठाउँ चाहिँ कस्तो के छ पनि थाहा छैन त्यहाँको त पहिला हामी त्यहाँ गएको ठाउँको त राम्रो थियो अब कता जाने हो थाहा भएन हामीलाई त्यही पनि हामी हेरिरहेको छौँ यहाँनिर अब ए कस्तो राम्रो ऱ्याबिट रहेछ यो ऱ्याबिट हेर्न सियालाई ऱ्याबिट देखेको छैन ए यहाँ ऱ्याबिट रहेछ के रहेछ साना ए रहेछ नि त ठुलो रहेछ नि त ए ठुलो रहेछ नि त स्पेस त म त यति मात्रै होला भनेर सोचिरहेको नमस्ते 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 कहाँ त हो बस्ने हुने ठाउँहरू पानीहरू पर्छ जस्तो छ अब यहाँ बाबाले यो समाउँदा हुन्छ नि हजुर टोक्दैन नि कोतार्ना चाहिँ कोतार्ला तर टोक्दा हुँदैन केही खुवाउनु मिल्दैन त्यही घाँसहरू नै छ के रहेछ साना बनाउँदैछु त्यहाँ पनि रहेछ हेर कति धेरै के भन्दैछ बनीले बङ्गाली ज्योति ग्रुपको पनि पार्टनरसिप लिङ्गेपिङ अब दसैँ पनि आउन आँट्यो अब खेल्दै गरिछु लिङ्गेपिङ बाबा छोरी माथि रेस्टुरेन्टमा एकछिन गएर बसौँ दिदीहरूलाई पर्ख्यौँ होइन दिदीहरू आइसकेपछि अनि फिसिङ गर्न जानुपर्छ
यता बस्ने यस्तैमा बस्नु क्या सजिलो हिँडाउँदा पनि सुविधा होइन तिमी खै त यता त्यता चाहिँ के रहेछ त्यहाँ बाहिर पनि रहेछ तर के गर्नु पानी परेर हुँदैन तिमीले सिया के गरेको के अरे खेल्ने ठाउँ छ आऊ साना आऊ खेल्न आऊ यस सानो बोटमा अम्बक पनि कति मजाले फलिरहेको छ आज चाहिँ ब्लग बनाउने जिम्मा तिमीले लियौ ल आज मनिषाको जिम्मा ब्लग बनाउने ल बाबा छोडी खेल भाँचिन बेर हुँदैन है जस्तो लाग्छ म त डर लाग्छ सुत्ने ठाउँ पनि रहेछ यहाँ बसेर सुतेर विन्टरमा मात्रै सिमिल है अब ज्याङलाङ गयो भने छैन बाबा स्लिपिङ जान मान्छे यता हेर के खेल्दैछ जान मान्छे के खेल्दैछ जानु मान्छेले पिङ खेल्दैछ अनु यहाँ हेर अब एकछिन दौडधुप गरेर तिमी अब रेस्ट गर कि रेस्ट गरेपछि हामी जानुपर्छ अहिले फिसिङ गर्नलाई हुन्छ ओ माई गॉड अब तिमीले ला यहाँ हेर यो नानीको करामत नानीले के गरिन् भन्ने कुरै ध्वस्त पारिन् सबै अनु यहाँ हेर अब एकछिन दौडधुप गरेर तिमी अब रेस्ट गर कि रेस्ट गरेपछि हामी जानुपर्छ अहिले फिसिङ गर्नलाई हुन्छ ओ माई गॉड अब तिमीले ला यहाँ हेर यो नानीको करामत नानीले के गरिन् भन्ने कुरै ध्वस्त पारिन् सबै स्ट्रबेरी मोइतो मनिषाले चाहिँ यस्तो गर्दैछ नि बिनाजुर आउँदै हुन्छ ओ को आयो हेर को आयो हेलो को आएछ सानो मान्छे को आएछ को आयो त्यहाँबाट हेर को आयो हजुर बिनाजु नमस्कार दिदी नमस्कार अहिले फिसिङ गर्न जानुपर्छ तपाईँ म ए तपाईँ अब के अरे अहिंसावादी त होइन नि ल वेलकम ओ त्यहाँ तल एउटा खाडी रहेछ त्यही त को हेर जाऊ फुपूसँग जाऊ जाऊ न छोडिदिन्छ फेरि हाम्रो पहिलो आइटम आयो ल यहाँनिर चाहिँ बुफे सर्भ भइसकेको रहेछ माटो पनि ए हजुर यो अन्डा भुर्जी हो यो गुन्द्रुक हो यो माछा हो यो फिस इट्स टाइम टु इट भिनाजु पर खाना हुन्छ हामी चाहिँ यहाँ खाँदैछु हामी चाहिँ अब यो पुरानो घर घुम्न आयो ए मनिषा यो पुरानो यो जमानाको घर है के रहेछ मनिषा के रहेछ थाहा छैन यस्तो छ ओमा ल दिदीहरू चाहिँ उता हुनुहुन्छ तपाईँ त मान्छे नै आर्टिस्टिक हो घरलाई फोकस गरेको क्या मान्छेलाई होइन ए कडा लड्छ अब चाहिँ हामी माछा मार्न जाने होइन त के गर्ने जाने कि नजाने भातिन त्यसैलाई सुकाएर त्यसको बिउ बनाउने होला क्या सिया सिया ओ